टोकियो, जहाँ 37 मिलियन 3 करोड 70 लाख पपुलेसन बस्छ टोकियोमा, खोलाको किनारमा छ। खोलाको किनारमा सटेर बसेको बस्ती हो टोकियो भनेको। साङ्घाई 2.5 करोडको पपुलेसन छ, साङ्घाईमा खोलाको किनारमा छ। सिकागो लगभग 90 लाखको सहर खोलाको किनारमा छ। ब्याङ्कक 1 करोड 10 लाखको पपुलेसन खोलाको किनारमा छ। बैंक अफ द रिभर, बैंक अफ द रिभरमा भएको हुनाले त्यसको नाउँ ब्याङ्कक, खोलाको किनारमा छ। हाम्रो बागमतीको किनारमा माछा मार्न सकिन्छ घरबाट, त्यहाँ खोलाको किनारमा बसेको बस्ती हो। सिङ्गापुर, जहाँ 6 मिलियन पिपुल बस्छन्, 60 लाख मान्छेको बसोबास भएको सिङ्गापुर सहर खोलाको किनारमा छ। बगदाद 90 लाख मानिसहरू बस्छन् बगदादमा। बगदाद भन्ने सहर खोलाको किनारामा छ। त्यस्तै न्युयोर्क 2 करोड मान्छेको बसोबास छ, न्युयोर्क खोलाको किनारमा छ। खोलाको किनारमा जहाँ मान्छे छतमा बसेर माछा मार्छ भएको छ त त्यहाँ। अनि यो बागमती चाहिँ किन बस्नु हुने? गैर कानुनी बसोबास गर्नेहरू हुन्, गैर कानुनी इन्क्रोचमेन्ट गर्ने मान्छेहरू हुन्, यिनी आउटसाइडर हुन्, यिनीहरू माइग्रेन्ट हुन्, उनीहरूको घर यहाँ होइन, उनीहरू त बाहिरबाट यहाँ अवसर खोज्न आएका मान्छे हुन्, उनीहरू गैर कानुनी मान्छे हुन्। त्यसैले कानुनी मान्छे भइदिए भए के हुन्थ्यो? खोकनावासीको अगाडि सरकारको केही लागेन, किन ती कानुनी थिए, काठमाडौँका थिए। सरकारले केही गर्न सकेन खोकनावासीलाई म्याप नै परिवर्तन गरेर फास्ट ट्र्याक बनाउनलाई। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि लाजिमपाटको बाटो, म नाम त लिन्न, त्यहाँ केही सम्भ्रान्त परिवारकाले 1 इन्च पनि वाल भत्काएन। किन भत्काएन वाल? उसँग पावर थियो, शक्ति थियो। शक्तिको अगाडि राज्य झुक्यो र त्यहाँ थुप्रै मान्छेहरू, एम्बेसीहरू छन्, त्यहाँ ठुल्ठुला पद गरेका मानिसहरू छन्, तिनको पर्खाल भत्केन त्यहाँ। तर त्यहाँ नभत्किने यहाँ भट्टाभट प्लास्टिकका छाप्राहरूमा डोजर लाउने काम हो। यसको मतलब पीडित त गरिब मात्रै हुँदो रहेछ नि त, पीडित त बाहिरबाट आएको मान्छे मात्रै भयो नि त। त्यसैले मैले आग्रह गरेँ, तपाईको डेफिनेसन फरक हो। हामीले के भन्यौं? ती अर्बन सिटिजन हुन्, तिनले यो काठमाडौँ निर्माणमा योग्य आफ्नो कन्ट्रिब्युसन गरेका छन्। तिनले कसैले रोजगारी गरेका छन्, कसैले घर बनाएका छन्, कोही लेबर भएका छन्, कोही शिक्षक भएका छन्, कोही डाक्टर भएका होलान्, कोही इन्जिनियर भएका होलान्, कसैले राजनीति गरेका होलान्। अनेक किसिमका मान्छेले बनेर यो काठमाडौँ बनेको छ। त्यसैले यो काठमाडौँ निर्माणमा ती बाहिरबाट आउने मान्छेहरूको ठुलो योगदान छ। त्यसैले तिनीहरू अर्बन सिटिजन हुन्। जसरी यो रोड एक्सपेन्सन गर्दाखेरि जसरी केही घरहरू छुटे, तपाईले घर भत्काउन सक्नु भएन, वाल भत्काउन सक्नु भएन, यहाँका मान्छे भएको कारणले त्यसको घर भत्केन। काठमाडौँका मान्छे भएको कारणले गर्दाखेरि खोकनावासी निश्चिन्तसँग, यद्यपि उनले सङ्घर्ष गर्नु पर्यो त सरकार झुक्यो। ती मान्छे बाहिरका थिए, ती मान्छे गरिब थिए, ती मान्छे प्लास्टिकको टरा मुनि बस्थे। त्यसैले तिनको घर चाहिँ भत्किनु पर्ने। ती नेपाली